गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि हजुरहरूलाई अगाडि नै ह्याप्पी दसैँको धेरै धेरै शुभकामना। म मेरो भाइ मेरो बहिनीहरू मिलेर भोलि दसैँमा रोटी हाल्नको लागि चामल पिस्नको लागि जाँदैछौँ। सो के कस्तो हुन्छ मैले यो भिडियोमा अपडेट गराउने छु। सो प्लिज भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। भरिया के छ उलाउरी हो, हिजो नै हैदराबादबाट आएको। यति धेरै मिठाई नेल पलिसहरू लिएर आएको छु मेरो भाइले। ल बहिनी मेरो भ्लगमा के भन्नु छ सबैलाई? नमस्ते, धेरै दसैँको धेरै धेरै शुभकामना अनि सबैलाई ह्याप्पी दसैँ। सबैले ह्याप्पी दसैँ। मिठो खानु, राम्रोसँग बस्नु होला। मिठो मिठो खानु, राम्रो बस्नु। दसैँमा टिका माथि हेर्नु बे त्यहाँ जुको लाग्यो। धेरै धेरै दसैँको शुभकामना। ह्याप्पी दसैँ। मिठो मिठो खानु अनि राम्रो लाउनु। यही नै छ दसैँको शुभकामना। यही नै छ दसैँको शुभकामना अनि दसैँमा टिका लगाउनु। धन्यवाद। सुन्नुभयो हाम्रो बहिनीको आशीर्वाद। बुबा आउनु त तल हिँड्ने हो। हाम्रो नेसनल चप्पल लुङ्गीसँग नेसनल चप्पल लाएर हिँडेका छौँ हामी। हेर्नुहोस् मेरो घर चाहिँ त माथिको, अहिले हेरेर देखाइदिन्छु। यहाँ मेरो मामाको छोरीलाई पनि हेर्नुहोस्। ल भन्दै छोरी के भन्ने बहिनी तिमीले भन त। मैले हजुर हजुर गिरबहादुरले आफ्नो आइफोन किनेको कथा सुनाउँदैछ। पसल बन्द छ। पसल त हाम्रो घर पनि पहिला थियो क्या, पछाडि राख्न छोडिदियो। नुडल्सहरू त्यही हो, टाइम पास त होला नि। जङ्गल कस्तो भएछ। पहिला कति राम्रो बाटो थियो, अब बाटो नि बन्दैन। तलबाट घुमेर आएको घर आउँदाखेरि पनि। हिजो भाइहरूलाई तल गाउँमा छोडिदिएर चाहिँ आइसले हामी लिन गएको। ए भाउजू हिजो के भएको भने कस्तो चिप्लो थियो क्या, त्यसै त चिप्लोमा हिँड्न डर लाग्ने। अनि अनि यस्तो चिप्लो धनु पर्खिनु पो, म गएर ल्याइहालेँ तलतिर त आउनु भन्नुहुन्छ। होइन पो म नि आउँछु भने हेर्दा त भाउजू त फाट लोटिन्। मेरो खुट्टा त चलेन के अरे। ला अब त हुँदैन म दाइसँग रिसाएको थिएँ, हालेर छोडिदियो किन लुरुङ भने सिधा। मलाई त बास भन्नु पऱ्यो नाम्दो यस्तो आउँदा यस्तो उगालो किन ल्याऊ भन्यो भने मलाई रिस उठेर म नसके उगालोमा एक्लै त त्यही माथि आएर बसेको थाहा छ। त्यस्तो उगालो हिँड्नु भने फर्स्ट बरु नाम्दो झरेको भए सिधा हुन्थ्यो क्या। नाम्दोको त्यही डाँडामा छोड्यो भने त्यो त्यता हो नाम्दो डाँडा हो नि, उनीहरूलाई चाहिँ तल छोडिदिएको थियो। तलबाट अब जस्तो सामान भने उकालो हिँड्दा त हुन्छ नि त। त्यसो भन्दा फर्स्ट टाइम उकालो झरेको उसमा आउँदा क्या, उताबाट आउँदा ठिक छ। अहिलेपछि त हिँड्न पर्छ ठिक छ, केही भन होइन र। फर्स्ट टाइममै उताबाट आउँदा बित्तिकै अनि त उकालोमा जाँदा कोलाजी सुट्दैन मैले यतातिर हिँड्नुभन्दा मोटरसाइकल मारेन। त्यस्तै हुन्छन् क्या, अब मान्दैनन् क्या। अन्त भुकनको गाडीमा आऊँ भने बेलुका दिउँसो 3 बजी हिँड्नु उहाँ भुकन गएर दिउँसो राति कति बजी पुरा आउने भने त्यो चाँडो हुन्छ होला भनेर हामी कहीँ हेर्नु 8 बजी त आमा चढेको यस्तो गरौँ है, पहिला यो चामल छोडौँ अनि आनन्दलाई टिकटक र फोटो खिचेर आउँछ। 100 हुन्छ क्या होइन? वाउ हेर्नुहोस् त साथीहरू कति राम्रो ठाउँ। अब यही नै हाम्रो फोटो सेसन र भिडियो खिच्ने ठाउँ। कति राम्रो चौर छ क्या, यसले उपल्लो टाम्का भन्छ। अब ढुङ्गा छ त नि। अनि यहाँबाट अब टक्क हामी यस्तो डाँडा देखाएर
भिडियो टिकटक बनाउँछौँ। यहाँ आउँदैछ। नमस्ते गाइज, यो डाँडा कति सुन्दर छ है। यो कति राम्रो ठाउँ छ। अब हामीले फोटो खिचिन्छ, भिडियो बनाइन्छ। ल पुसै त हुनु त रहेनछ। अब भाइले त्यहाँ छोडेर आउँछ। अब हामी एकछिनपछि लिन आउँछौँ। आजबाट नवमी लागेको छ। भोलि दसैँ सो रोटी हाल्नका लागि त छाडमाछाड छ। पुसै पनि अब कुखुरा सुखुरा काट्न जानुपर्छ अरे। सो एकछिनपछि हामी आउँछौँ। ल म हजुरलाई भिडियो देखाइदिन्छु। हाम्रो गाउँ लुरुङकोट त माथि हो, तर हामी चाहिँ बिचमा यो डाँडा भन्ने ठाउँमा आएका हौ। सो हेर्नुहोस् होला कति राम्रो ठाउँ छ। एउटा भ्यू देखिन्छ क्या, एकदमै राम्रो डाँडा काँडा देखिन्छ। अनि यसो टिकटक बनाऊँ, फोटो खिचौँ भनेर अब चामल पनि पिस्नुहुन्छ भनेर आएको। हेलो गाइज, हामी मेलामा गएर आइसकियो। मेलमा लुरुङकोट गाउँपालिका बलेङ गाउँपालिका वडा नम्बर 1। ल फाइनली हाम्रो फोटो सेसन सकिएको छ। यस्तो टलाउँदो घाममा पनि हामीले फोटो भिडियो खिच्यौँ अलिअलि र अब पिठो राखेर आछौँ। एकछिनपछि हामी लिन आउँछौँ। सो अब भोलि दसैँको दिनमा हामीले भ्लग पुनः गराउनेछौँ। सो टिल देन राम्रोसँग बस्नु होला। दसैँको धेरै धेरै शुभकामना। अनि हजुरलाई भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला।